ओ त्यो छोए कता हिँडेको अरूको बाइक मागेर के हो पार लो के भएको ट्याक्स ब्रो अहिले भर्खरै 5 लाखमा किनेर ल्याउँदैछु बाइक त किनिहाले छै पार्टी त अड्नु पर्न छ हो पाँचले चाहिँ मेरो गडा छेउकै कुरा गर क्या हो ल यत्रो 5 लाख बाइक किनेर पनि पार्टी दिन्न होला त तिमीहरूलाई आज म वाइल्ड नगर चिया खुवाउँछु ल ल हिँड्न त तेरो औगते चिया त हो नि तेरो जस्तो कार किनेको भने मैले होटेलै रिजर्भ गरिदिन्थेँ क्या भन्न छै यसलाई कार हैन बाइक भन्न छ बाइक साउजी केटाहरूले वाइल्ड नगर चिया ल्याउनु त लो चिया चाहिँ बबाल हान्नु है केटा लो चिया चाहिँ मिठो खुवायो है चुरीपुरीले लो वाइल्ड खाने हो नि त चिया त चिया त एकछिन बाइक टेस्ट गर्छु भनेर कहाँ गयो त यो चुरीपुरी आम्मामा ओइ चुरीपुरी यहाँ पनि मेरै बाइक हो भनेर फुर्ती लाग्छ होला होइन लो लुरे दाजु ठ्याक्कै थाहा पाउनु भयो त ज्योतिष नै हो कि के हो आम्मामा त गफाडी एकछिन बाइक टेस्ट गर्छु भनेर मागेर केटाहरूलाई किने भनेर गफ लाग्छ होइन लो ल ल ल लुरे दा त्यहाँ चियाको पैसा तिर्दिने म लागे ल ल लुरे ल केटा यस्तो गफाडीको कुरा सुनेर बसिरहेको तिमीहरू हुन त काम केही छैन गफ सुन बस ओहो गोले अनि के छ यार खबर तेरो धेरै दिनपछि भेटघाट भयो त आजभोलि ओहो ल ठिक छ नि हो एकदम ठिक छ त्यही त अलिकति काममा व्यस्तता भएर हो अचेल कुराकानी पनि हुनु छोडो यार आजभोलि भेटघाट नै हुँदैन यार तर यार सुन न यार आज एउटा केटी भेट्न जानु पर्ने थियो यार टाइम नै मिलिरहेको छैन यार लो हो र यार कहाँ हो नि घर त यतैतिर हो कि तर धेरैजनालाई बोलाएका छन् भेट्नको लागि तर टाइमै मिलिरहेको छैन के गर्ने भइरहेको छ यार कहाँ नमिला टाइम त मिलाइहाल्छस् नि यार म सोध्दैछु म कसरी मिलाउने सोचिरहेको छु म मिलाउँछु ल तैँले यति धेरै केटी पठाउँछ यसो केटी पठाउने आइडियाहरू चाहिँ मलाई पनि दिएन अब हो साथी केटी पट्याउन नि बोली चिनी जस्तो मिठो बोल्न जान्नुपर्छ तिनीहरूको तारिफ पनि गर्नुपर्छ थोरै थोरै खर्च पनि गर्नुपर्छ है केटा लो न साथी बरु भगवानको साथी तल पूजा गर्नु एउटा केटी मिलाइदिनु अब हो हेर त पूजा भनिस् पूजाकै फोन आयो हेलो के छ यार खबर ए हो र भोलि नै भेट्ने ए ल ठिक छ म भोलि तिमीलाई आउने बेलामा कल गर्छु नि ल एउटा केटी मिलाइदिए बरु तेरोमा आएर किन गर्छु अब हो आरती भनिस् आरतीकै फोन आयो हेर तै हेलो के छ खबर अनि ए भोलि भेट्ने भोलि मेरो एक ठाउँमा सानो मिटिङ छ यार भोलि होइन पर्सि भेटौँ न ल ल ल ल हुन्छ पर्सि हेर ल ठुवा तैँले एउटा केटी मिलाइदिस् भने म त्यही केटीसँग मात्रै दायाँ बायाँ नगरी शान्ति अब हो त नबोल न यार तैँले जुन केटीको नामले त्यसैको फोन आइरहेको छ हेलो ठिक छ मेरो तिम्रो के छ नि ए हो र ए घुम्न जाने ए कहिले भोलि नजाउँ यार भोलि त मेरो एक ठाउँमा काम छ पर्सि फेरि एक ठाउँमा मिटिङ छ यार निको पर्सि जाउँ न ल निको पर्सि ल ल ल ल ओइ ल ठुवा सबैलाई भेट्ने भन्छु सबैलाई भेट्ने समय कसरी मिलाउँछ अब हो त्यसको लागि पनि कला चाहिन्छ के गोले मलाई पनि यही कला त चाहिएको छ त अब हो हेर त तँलाई मैले नबोल भनेको होइन फेरि कलाकै फोन आयो चुप म कल गर्छु है हेलो के छ मेरो ठिक छ ए पर्सि त अलिकति म यार एक ठाउँमा जानुपर्ने छ त्यहाँ हस्पिटलमा
अलिक भ्याइँदैन होला 1-2 दिन 5 दिनपछि भन्नु न 5 दिनपछि हुन्छ ए 6 दिनपछि ए ल हुन्छ ल हिँड यसो उता बसेर गफ गरौँ न कति उभिनु ल बस हेर ल अब चाहिँ तैँले मिलाइदिनै पर्यो तेरो फोन आएर देखेर म आँगै सिरिङ कन्सेरी जिरिङ मने भाग मुटु पाट फुला जस्तो भोगे अब भो ल ठिक छ तँलाई म एउटा खेती मिलाइदिन्छु तर तैँले मलाई एउटा सहयोग गर्नु पर्यो ए भन्न के सहयोग हो त्यति त म गरिहाल्छु नि यहाँ मान्छेको लाइफ नै बदला जस्तो छ म भोलि जिया भेट्न जान्छु म तेरो लागि पनि त्यहाँ केटीको कुरा राख्छु क्या बल्ल लठाले मेरो मनको कुरा बुझ्दैछ तैँले चाहिँ मलाई थोरै पैसाको सहयोग गर्नु पर्यो क्या थोरै पैसा त भनिहालिस् मसँग अहिले यही 5 रुपियाँ छ यसले हुन्छ त 5 रुपियाँले हुन्छ केटी भेट्न 5 रुपियाँले गर हुन्छ पछि मिलाइदे जसरी भए पनि तपाईँ त केटी मिलाइदिइहाल्छु नि तपाईँ त त्यही पुच्छर घुमेको त हो नि मिलाउने